हेलो साथीहरू। ल साथीहरू, आज चाहिँ म तपाईँहरूलाई हाम्रो गाउँमा रहेको एकदमै सुन्दर राम्रो काठमाडौँमा भएको रङ्गशाला जस्तै परेको हाम्रो गाउँको एउटा फुटबल ग्राउन्डलाई देखाउन गइरहेको छु। फुटबल ग्राउन्ड चाहिँ यो रहेको छ साथीहरू, र म चाहिँ यो फुटबल ग्राउन्डभन्दा अलिकति माथि छु। अब सरर यो रोड हो साथीहरू, हाम्रो गाउँको रोड। यो ग्राउन्ड जाने बाटो एकदमै राम्रो छ। अनि यो बाटोबाट चाहिँ म सरर गएर यतापट्टिबाट यता हुँदै यो हाम्रो पुरानो स्कुल चाहिँ यतातिर छ। अहिले चाहिँ अलिकति रुखले छेकिरहेको छ साथीहरू। यो रुखले छेकिरहेको छ हाम्रो पुरानो स्कुल चाहिँ यता हुँदै यो डाँडा हुँदै यो चाहिँ हाम्रो नयाँ स्कुल हो। अनि यतापट्टि चाहिँ एकदमै सुन्दर र राम्रो हाम्रो फुटबल ग्राउन्ड रहेको छ, काठमाडौँमा भएको रङ्गशाला जस्तै परेको। त्यो चाहिँ म तपाईँहरूलाई देखाउने छु साथीहरू। र मेरो भिडियोलाई त हजुरहरूले खासै हेरिदिनु पनि हुन्न होला, हेरिदिनुहुन्छ भने एकदमै धेरै धन्यवाद। र यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला र तलपट्टि कमेन्ट छोड्नु होला साथीहरू। ल अब चाहिँ भिडियो सुरु हुन्छ है त, एकैचोटि ग्राउन्ड पुगेपछि। ल अनि साथीहरू, म चाहिँ यो ग्राउन्डमा आइसकेको छु। ग्राउन्डमा आइपुग्दाखेरि एकदमै खुसी लागेको छ। र मैले चाहिँ अघि तपाईँहरूलाई यहाँबाट चाहिँ ग्राउन्डको थोरै भाग देखाएको थियो। यो माथि यो डाँडादेखि चाहिँ यो डाँडा पनि एकदमै राम्रो रमाइलो छ। यो चाहिँ हाम्रो गाउँ हो साथीहरू, होइन। अनि यतापट्टि देख्न सक्नुहुन्छ मौसमको कुरा गर्नुपर्दा एकदमै धुम्मिएको छ, बिहानको मौसम हो यो चाहिँ। अनि अघि मैले देखाएको स्कुल चाहिँ यतापट्टि यो भित्र छ, यसको भित्र छ। अनि अब चाहिँ चट्ट ग्राउन्डकै भिडियो सुरु गरौँ है त। ल ठ्याक्कै हामी आइपुग्ने बित्तिकै यो कुन देख्छौँ। यो कुन देखिसकेपछि उतापट्टि पारिपट्टि देख्न सक्नुहुन्छ यो एकदमै बस्ने ठाउँ एकदमै ठुलो छ। यो माथिको डाँडातिर पनि ट्र्याक्टर स्याक्टर यो बलेरोहरू सबै हिँड्न मिल्ने, मान्छे एकदमै धेरै जति भए पनि बस्न मिल्ने खालको छ है साथीहरू, यतापट्टि पनि। अनि उतापट्टि यो उताको छेउ पर्यो। अनि उताको छेउ माथि पनि यो गाडीहरू हिँड्न मिल्ने, अनि यतातिर जति पनि मान्छे बसेर एकदमै हेर्न मिल्ने खालको त्यो सुविधा भएको ठाउँ छ क्या यहाँ चाहिँ चट्ट भन्नुपर्दाखेरि साथीहरू। अनि यो अलिकति सेतो भाग देख्न सक्नुहुन्छ, अहिले म त्यही गएर तपाईँहरूलाई देखाउने छु यो भिडियोभित्र नै। यो सेतो भाग चाहिँ स्टेज हो, यो एकदमै यो अर्ग्यानिक बनाइराखेको। अनि यतापट्टि यो देख्न सक्नुहुन्छ यो कालो, यतापट्टि चाहिँ ब्यानरहरू राख्नुपर्ने, यतापट्टि चाहिँ साउन्ड सिस्टमहरू रहन्छ। यहाँनिर एकदमै माइकिङ गर्ने यताउति सबै कुरा यहीँ हुन्छ। अनि यो स्टेजमा चाहिँ ठुल्ठुलो हाम्रो फुटबल सञ्चालन गर्ने उहरू बस्ने सञ्चालकहरू, त्यसपछि यो कार्यक्रमलाई ल्याउने मान्छेहरू बस्ने ठाउँ चाहिँ एकदमै ठुलो गजबको छ साथीहरू। अनि यतापट्टि यो चाहिँ सानो कोन हो, यो सानो कोन। अनि अर्को कोन चाहिँ यतापट्टि छ, कता पो गयो अर्को कोन त देखिएन त। यो फुटसल खेल्दाखेरि यो अर्को कोन चाहिँ एकदमै अँध्यारो भएर खासै देखिँदैन रहेछ। यो है त साथीहरू, यो सानो देखिरहेको छ। अहिले म तल ग्राउन्डमै गएर चाहिँ म तपाईँहरूलाई देखाउने छु। अनि मौसम एकदमै धुम्मिएको छ क्या, यस्तो छ। अनि यो चाहिँ अलिकति डाँडा पर्छ, यहाँदेखि चाहिँ वरिपरि यस्तो हाम्रो यो माथितिरको हाम्रो गाउँ भयो, यतापट्टि रोड हो। अनि यो ग्राउन्डहरू के अरे वरिपरि चाहिँ यस्तो गाउँहरू घरहरू छ। अनि यतापट्टि देख्न सक्नुहुन्छ साथीहरू यो जङ्गल, पुरै हरियाली एकदमै राम्रो जङ्गलले घेरिराखेको छ कि यो माथिपट्टि चाहिँ यस्तो छ। अनि तलको ग्राउन्ड चाहिँ यस्तो छ। यो ग्राउन्ड चाहिँ एकदमै यो हाम्रो ओखलढुङ्गा जिल्लाकै ठुलो ग्राउन्डमा पर्छ साथीहरू। अनि अब आजको भिडियो चाहिँ लगभग यति नै रहनेछ। अब यो भित्रको सम्पूर्ण भिडियो चाहिँ म फेरि तपाईँहरू अर्को भिडियोमा देखाउने प्रयास गर्नेछु साथीहरू। अनि यो मेरो च्यानल त एकदमै नयाँ पनि रहेको छ साथीहरू, तपाईँहरूले खासै हेरिदिनु पनि हुन्न होला। हेरिदिनु यदि मेरो च्यानललाई र यो भिडियोलाई हेरिदिनु भयो भने तपाईँहरूलाई एकदमै धेरै धन्यवाद। र लाइक कमेन्ट पनि तलपट्टि गरिदिनु होला। अनि सब्सक्राइब गरिदिनु भएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला। म चाहिँ यस्तै गाउँतिरको ताजा हालखबर यस्तै खालको बाँकी समयमा पनि भिडियो ल्याउने प्रयास गर्नेछु यो च्यानल मार्फतमा है त। ल सबै सम्पूर्ण एकदमै मैले चाहिँ बिहान बनाइराखेको छु यो भिडियो चाहिँ साथीहरू। अनि आजको सम्पूर्ण दिनहरू तपाईँहरूको एकदमै राम्रोसँग बितोस् र आउँदो समय
पनि तपाईँहरूको समय चाहिँ एकदमै राम्रोसँग चलोस्, राम्रोसँग बितोस् भन्ने सानो शुभकामना दिँदै अब यो ग्राउन्डभित्रको टोटल भिडियो फेरि म अर्को भिडियोमा बनाउने बाचा गर्दा यो भिडियो एकदमै लामो हुने भयो। मैले चाहिँ 5 मिनटको मात्रै बनाउने भनेको 5 मिनटभन्दा पनि लामो हुने भयो भिडियो चाहिँ, त्यही भएर मैले भिडियो ल्याएको छैन। अब अर्को भिडियो चाहिँ म 2 मिनटको भिडियो, यो भित्रको सबै यो अब मिलाउनु पर्ने बाँकी कामहरू पनि थुप्रै छ, त्यो कामहरू पनि म तपाईँहरूलाई एकदमै केलाएर देखाउँदै अर्को भिडियो ल्याउने प्रयास गर्नेछु। यो भित्र बाहिरबाट जस्तो देखिन्छ त्योभन्दा पनि एकदमै राम्रो दोब्बल राम्रो रहेको छ भित्रको चाहिँ ठाउँहरू चाहिँ, त्यो ठाउँहरू म तपाईँहरूलाई देखाउने छु यो अर्को भिडियोमा चाहिँ 2 मिनटको भिडियोभित्र चाहिँ भन्दै यो भिडियोबाट बिदा हुन चाहन्छु। धन्यवाद सम्पूर्ण साथीहरूलाई लास्टसम्म भिडियो हेरिदिनु भएकोमा।